नेता रारा भैरी मैबा घर जाने चल्नु भैरी मैबा अनि हाम्रो कहिले पुग्यो भने अहिले फिलहाल चाहिँ हामी नेता धारामा छौँ यता यो पारिदेखि चाहिँ ढाँडा खानी यो हाम्रो बाङ्गे यो माथि गएर ओख्रेनी माथि नाङ्गो टक त्यो नाङ्गो छ नि त्यो होटे फुजुरको हो त्यो जग्गा ओ हुजुरको कान्छीहरूको चल्ले नि उपल्लो चल्ले नि भन्ने त्यही हो कान्छीहरू यो उन्नु के उन्नु रे यो पातले के भन्दा फेरि त्यस्तो घाँस हुने ठाउँ यस्तो एकदमै वनमा र हेर न यसमा यति घाँस काटेको मैले के थाक्को बसौँ अब एउटा गाउँको कहानी सुनाउनु गाउँको कहानी यहीँको कहानी यहाँको कहानी मतलब भागीरको अवस्थाको कहानी के छ भने चाहिँ भँगेरी झैन्द्रमल्लसँग जुडेको चाहिँ कहानी हो यहाँ नेता स्कुल पढ्ने चाहिँ अवस्थामा हामी यहाँ पौडी खेल्न आउने अनि जेठान चाहिँ पुल भन्दा साउथ्यो त्यति बेला यो पुल थिएन साउथ्यो काठको साउथ्यो त्यो एउटा एकपट्टा भएको एक पाइले त्यही साउबाट चाहिँ उहाँ तल खस्नु भयो यहीँमा साउबाट खस्नु हो तर ढुङ्गामा मर्नु भएन सिधै पानीको चौक्ने त्यो रोचक नै भनौँ लगभग यहाँ 30 फिट होला यो 30 फिट 35 फिटबाट चाहिँ खसेर त्यो त अझै माथि छ हौ त्यो पुल चाहिँ अझै माथि थियो पहिला यही हो लेभलै हो उहाँको भाग बेच्नु कुरो ढुङ्गैमा छ रोचक चाहिँ यो कुरा नै हो त्यो के उठा जाऊ यार एउटा दिनु यो यहाँ देखाउनु कति छ दही खाए जस्तै खाए अलिक कम छ बेलुका देख्दा हेर्नु कल जाना आए ल आयौँ हामी भैँरी गएको भैँरीबाट बाजु फुजीलाई भेटेर आयौँ ल वापस भइयो भाँडीबाट अब